हेलो साथीहरू के छ हाल खबर केबिसी को रिपोर्ट कसरी चेक गर्ने फेल भयो पास भयो त्यो म आज बताउन गइरहेको छु पुरा भिडियो हेर्नुहोला अनि आफै चेक गर्नको लागि आफ्नो मोबाइलबाट पनि गर्न सक्नुहुन्छ पीसीबाट पनि गर्न सक्नुहुन्छ म यो पीसीमा बताउन गइरहेको छु सेम प्रोसेस फलो गर्नु होला ल अब यहाँ सर्च गर्नुपर्छ क्युभिसी अनि इन्टर गर्नु क्युभिसी सर्च गरेपछि कतार भिसा सेन्टर आयो माथि यसैमा क्लिक गर्नु होला सकेपछि यहाँ क्लिक गर्नु होला सेलेक्ट ल्याङ्ग्वेजमा म अहिले इङ्ग्लिस राख्छु तपाईँले नेपाली जुनसुकै पनि राख्नु सक्छ तपाईँले जुन इजी लाग्छ म यहाँ इङ्ग्लिस राखेँ अनि यहाँ सेकेन्डमा कन्ट्री सिलेक्ट गर्नु अब यहाँ नेपाल मैले सेलेक्ट गरिसकेँ अब यो आफै खुल्छ क्या आफै खुलेपछि यहाँ ट्र्याक एप्लिकेसन यो 3 नम्बरमा जुन छ नि यसमा क्लिक गर्नु होला यहाँ क्लिक गरिसकेपछि अब यहाँ चाहिँ अब सम्पूर्ण डिटेल गर्नुपर्छ क्या अब पहिला पासपोर्ट नम्बर हाल्नु पासपोर्ट नम्बर अनि भिसा नम्बर राखिसकेपछि यो क्याप्चा यो सेम क्याप्चा यहाँ फिल गर्नु होला क्यापिटल भयो क्यापिटलमा स्मल भयो स्मलमा राख्नु होला जे यु भी डब्लु अनि यहाँ सबमिटमा क्लिक गर्नु होला सबमिटमा क्लिक गरिसकेपछि यहाँ हेर्नु यो फर्स्टमा जुन देखाएछ यो एप्लिकेसन कन्फर्म भयो भनेर यसको टिक हो यो भयो कन्फर्म यो जुन सेकेन्डमा छ बायोमेट्रिक एनरोलमेन्ट कम्प्लिट तपाईँको हातको अनि आँखाको त्यो बायोमेट्रिक लिइसकेपछि यो सेकेन्डको क्लिक चाहिँ भयो अनि थर्ड नम्बरमा जुन छ मेडिकल टेस्ट कम्प्लिट भयो तपाईँको अनि यो फोर्थमा जुन छ मेडिकल रिपोर्ट सबमिटेड यो तपाईँको मेडिकल रिपोर्ट सबमिटेड भइसकेको छ अनि यहाँ फोर्थमा जुन आउँछ नि फिफ्थमा जुन आउँछ रिजल्ट एभाइलेबल विथ एम्प्लोयर तपाईँको रिजल्ट जुन छ तपाईँ जुन कम्पनीमा भिसा लगाउनुपर्छ त्यो एम्प्लोयरसँग चाहिँ एभाइलेबल भइसकेको छ त्यो तपाईँको मेडिकल पास भयो यो सबै आयो भने यो सबैमा टिक लाग्यो अनि यसमा लागेन भने तपाईँको मेडिकल फेल हो यस्तै हुँदै गयो अब तपाईँले यो भिडियो राम्रो लाग्यो भने लाइक सब्सक्राइब गर्नु होला